फाइनली बाइक निकालिएको हो उतै हो के गर्ने ए यो त आउँछ क्या रनमाथि नचल्यो अरे यो त पछाडि बस्ने हो पछाडि बस्ने हो त अगाडि भ्लग बनाउनु परेन म यो जहिले अगाडि बसेर मलाई भ्लगै बनाउनु दिँदैन क्या गाइस त्यही समस्या भइरहेछ के भयो अलिकता निस्किसक्यो घरबाट होइन भाउजूलाई पुऱ्याइदिउँ भाउजूलाई पुऱ्याइसकेपछि अनि हामी माथि जिपरका गएर बाइक निकाल्नु पर्ने हुन्छ होइन तर यहाँ अलि ढुङ्गै ढुङ्गा छ क्या घरको बाटो यार के भएको यार यस्तो बाटो ओए 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 सर सय बाटो खराब छ यार बाटो खराब म नेता भयो त मेरो ए केटा तिमीहरूलाई फुल देखाउँछु म बबाल तिहारको फुलहरू मेरो घरतिर बबाल छ नि आए मातिर हेर्न आए हाय 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 तलतिर आए हाय 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 क्या सुन्दर नजरिया सारा फुलै फुलको बगैँचामा मेरो रानी हुन्थ्यो त रानी त छैन हेर केटा हो गाह्रो सर चल्दिउँ भयो बजार गयो काकु साइड नारा आयो हाय फुल हेर्दा आयो हाय 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 यो अन्त लाइन मस्तको लाइन छ अन्त केटा बगाल सयो हिजो चाहिँ के भयो भन्दाखेरि होइन सुर्खेतमा चाहिँ बुलेटको क्रेज धेरै भयो अरे धेरै पड्क्यो अरे होइन त्यही भएर हिजो घरभित्र राखेको बुलेट पनि लगिदियो यार घरभित्र राखेको बुलेट पनि आएर गाडीमा हालेर लिएको गरेको भनेको हो बर्के हिजो त यार त्यही बाटोमा मैले रोकेर टक्क होइन एउटा भेप पसलमा भेप किन्न गएको थिएँ कि अनि भेप किन्न गएको आएर कसको बाइक हो भन्यो टक्क मेरो भनेको त ला सिधै जिप्परका हालिदियो हिजो रातिसम्म बस्यो तर भएन अनि भोलि बिहान आउनु भनेको छ अनि मेरो समस्या भनेको चाहिँ पछाडिको प्लेट नम्बर अलिकति खुलेको थियो अनि त्यो र अगाडिको मिरर चाहिँ निकालेको थिएँ नि त अनि मैले एन्ड अघि तेल छैन त्यही भएर त्यो दुईवटा कारणले लगेको हो तर धेरै होइन ल हिजो चाहिँ अब भोलि बिहानै आउनु अनि चिटसिट हानेर पठाइदिन्छु भन्दै थियो लेट्स सी अब हेरौँ जाँदैछु एन्ड त्यही हो अब झर्दैन नि म त झरे म झर्नै पर्छ र आज चल्दिनु पर्छ चल्दिस हान्दिनुपर्छ चल्दिस उतै हो मैले गरेँ होइन सरी के यो बाबै चोट लाग्यो यहाँ पेट्रोल हेरेर त्यो छोडिदिएको लुही यस्तो गरेर ठ्याङ्गै लाग्यो यति बाठी भइसक्यो कि आफै स्कुटी चलाउने भने यति बाठी भइसक्यो हेर न ल यसलाई केही छ त यो भर्खर 7-8 वर्ष कि हो यो कति वर्ष कि हो भाउजू 6 वर्ष कि अरे एउटा स्कुटी चलाइदिन्छु ल 3जनाले भयो तान बेटार हेर केटा हो के गर्नु के म के गर्नु हेर अगाडि हेर सिधा यतिको सिधा ओके ल लेट्स गो केटा हो त्यही हो अगाडि बस्नुको रिजन यही हो ल छोटो भयो चोकायो अब ब्रेक सेरेकहरू बिस्तारै हान्नुपर्छ अरे हामी चाहिँ यहाँ आइसक्यो होइन तर लेट सी आमामा ओए हेर्दा मान्छेहरू ल मुजी मलाई बिहानै आउने भने यार अहिले आएँ म गाह्रो भइसक्यो यार मान्छेहरू भरेर यहाँ यार अब के गर्नु माट टोक्ने न ए सब निकाल्छ रहेछ नि त बाइकहरू त ल बाइकहरू सब निक्लिसकेको रहेछ नि त अनि ए उता राखिदिउँ क्या हो उ त्यहाँ पर राखेर मेरो समस्या यही हो होइन के यो फुटेर अर्को किनेर ल्याएर आएँ के गर्ने ए यो त आउँछ क्या रनमाथि फाइनली बाइक निकालिएको केटा हो थट यति दुःख पायो यार केटा हो लास्ट दुःख पायो यार हो बर दुःख पायो नि त बाइक निकाल्दाखेरि यार लास्ट दुःख पायो केटा हो फाइनली दिस इज माई बाइक कम ब्याक ब्रो अयो गाह्रो यसले धुवा भयो फाल्दा पछाडि होइन
तर आमामा लगभग खर्च भयो केटा यार 300-200 हिजो आज पनि भयो अलिअलि खर्च तर केही छैन थ्याङ्क यू आयो नि छ होला है काकु खै प्रकाश खै के छैन यार चलिदिउँ के कतै छैन अरे यहीँ थियो पहिला कति राम्रा राम्रा मान्छे हुन् मेरा बाबरे छैन कि भए चलिदिउँ ए अर्को ऊवाला ल के लाने अरे बुके लाने होइन म्याट चाहिँ काँध पड्किन हान्छ म्याट किने छैन हेन सो बुकै खोज्न आएको मैले बुकै छैन बोकाहरू मात्रै छ यहाँ सब के गर्ने हस् र है माटो मलाई ढिलो बसेको माटो नै तँलाई तँ यहीँ उ गर्न न भाइ सुन्न यहीँ खोज किन दे मेरो स्कुटी कहाँ हो सुगडा यति प्याक छ हेर्न सामानहरू किन आमामा वाइल्ड राइट स्कुटी कहाँ छ थाहा छैन अब कहाँ हो ऊ तल रहेछ आफ्नै स्कुटी ओ आफ्नै स्कुटी कस्तो भुलेको मैले यार हो कि होइन कन्फ्युज भइदिएर भने